एकैछिन पोख्नुहोस्। श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ, यदि तपाईँ विजयको चाहना गर्नुहुन्छ भने पनि यो आवश्यक छैन कि तपाईँ जित्नुहुनेछ। तपाईँ पराजित पनि हुन सक्नुहुन्छ। तर यदि तपाईँ विजयमा मोहित हुनुहुन्न भने तपाईँ हारबाट डराउनुहुने छैन। यदि तपाईँ सोच्नुहुन्छ पार्थ तपाईँ जित्नुहोस् वा हार्नुहोस्, तपाईँ केवल यस कारण लड्दै हुनुहुन्छ किनकि यो तपाईँको कर्तव्य हो। तब विजयको आनन्द वा हारको दुःखको प्रश्न उठ्दैन र जो न त विजयबाट खुसी हुन्छ न त हारबाट दुखी हुन्छ, त्यो बुद्धिमा अवस्थित हुन्छ। त्यसकारण हे पार्थ, आफ्नो कर्मको फल नखोज, तपाईको नियन्त्रणमा रहेको कुरा मात्र गर्नुहोस्, अर्थात् आफ्नो धर्मको पालना गर्नुहोस्। यो कर्म योग हो, परम यो कर्म योग हो।